टोइलेट बाथरुम यहाँनिर बेसनको पाइप यहाँनिर हाम्रो मल्टिफ्लोर हालेर बाथरुमको पानी जाने बनाएको छ। यहाँ गाह्रो लाग्छ पछि बेसनको। ल हेर्नुहोस् है, यहाँबाट हाम्रो पाइप सिधै माथि जान्छ भनी यतातिर वाइ लगाएर टोइलेटको त्यो उसलाई चाहिँ ठाडो बनाइयो। अनि पिडिएफ त्यसैमा राखेर त्यसबाट माथि पुवाल खोलेर सिधै लग्ने हो पाइपलाई। अनि यो पाइप पुरै खनेर हालेर पनि जाम गरेर अनि भ्याइसकेको छ, वायरिङ चाहिँ भ्याइयो। अनि यता किचनको यहाँबाट पुवाल खोलेको छ, बाहिर जान्छ, बाथरुमकै किचन हुँदै बाहिर जान्छ। अनि बाहिर गइसकेपछि यस्तो छ कि यहाँनिर एउटा च्याम्बर रहन्छ। यहाँनिर भित्रबाट आयो अनि यहाँनिर उसको पनि पानी निस्किन्छ। अनि किचनको यस्तरी सट्ट अब मिलाउँदैछौँ, अझै सोलिङ मिलाएको छैन। यो सोलिङ मिलाएर एउटा च्याम्बर यहाँनिर पनि राखेर अनि हल्का मसलाले जाम पनि गर्छौँ बिचबिचमा। टक्क छतको पानी आउँछ यहाँबाट ठ्याक्कै च्याम्बरमा खसालेर यी सर्लक्क यो पाइप सट्टै अर्को पाइप सँगै छ, अझै यतिले पुग्दैन, खन्दै हुनुहुन्छ, सट्ट बाहिर फालिदिन्छौँ। अब यति गर्दैछौँ। हेर्नुहोस् यो आलेकलानीको साइट हो, साइटहरू छन् लगभग काम जे होस् गरिरहेका छौँ है। रमाइलो छ जिन्दगी।